हामी निर्वाचित भइसकेपछि हाम्रो पहिलो प्राथमिकता के थियो भन्दाखेरि सडक सञ्जालले जोड्ने, प्रत्येक वडामा सडकको पहुँच पुर्याउने अनि त्यसबाट कृषिलाई पनि हामीले प्राथमिकता दियो हुनाले कृषि जन्य उत्पादनहरू बजार लैजाने अनि त्यसलाई आवश्यक पर्ने मल बिउहरू पनि त्यो ठाउँमा लैजाने भन्ने सोचका साथ हामीले आफ्नो एउटा योजना नीति बनाएको थियौं। त्यही अनुसार हामी अगाडि बढेको हो र हामीले सडक सञ्जालमा लगभग अब अर्को वर्षदेखि हामी प्रत्येक वडामा आधा घण्टामा, यो पालिकाबाट आधा घण्टामा वडामा जाने सडक सञ्जाल हामीले निर्माण गर्दैछौं। अर्को वर्ष यो पूरा हुन्छ। जस्तो महत्वपूर्ण सडकहरू रुद्रवेणी, अस्लिया, ठुल्लुम्पेक जुन सडक छ त्यो तीनवटा वडालाई त्यसले पहुँच पुर्याउँछ अथवा त्यहाँका जनतालाई सेवा प्रवाह गर्छ। त्यसको लागि बजेट सुनिश्चित भएको छ। लगभग 35 करोडको त हाराहारीको हाम्रो छ, त्यसको सुनिश्चित भएको छ भने त्यसै गरी सागाट लिम्गालाई पनि त्यसलाई जोड्नको लागि अहिले 10 करोडको हामीले व्यवस्था गरेका छौं। त्यस्तै अब 5 नम्बर वडा पनि अब खैरेनदेखि माथि पम्फुकासम्म जाने जुन सडक छ र माथिको गराबिर्मी भन्छ के भन्छ हसरा गराबिर्मीसम्म त्यसलाई चाहिँ ढलानले जोड्ने भन्ने हिसाबले, ढलान र पिच गर्ने भन्ने हिसाबले अहिले हामीले त्यसलाई पनि सम्पूरकमा राखेका छौं र त्यसको पनि अब सडक पहुँच त्यहाँका अलिकता घनत्व भएका ठाउँहरूमा, जनघनत्व भएका ठाउँमा व्यवस्था छ भने अनि खैरेन ज्वाङ भार्सेलाई पनि त्यही खालले भार्सेको देखि माथि स्तुपासम्मको बाटोलाई व्यवस्थित गर्ने भन्ने हिसाबले हामी लागेका छौं र अहिले चाहिँ मैदानसम्म, ज्वाङको मैदानसम्म त्यो सडक व्यवस्थित भएको छ भने त्यहाँबाट माथि 3.5 करोडको ठेक्का भएको छ। त्यही अनुसार काम हुँदैछ र त्यसै गरी चोरकाटी अथवा परमानन्द नगरदेखि चिदीपानीमा पनि त्यो ढलानको काम अब तीव्र रूपमा भइराखेको छ। गत वर्ष भएको अलिकता ठेकदारले बदमाशी गरेको अहिले पनि काम भइराखेको छ र गुलुम्दी चियामी को सडक लगभग 2 किलोमिटर अहिले भ्याइन्छ ढलान गरेर। त्यसै गरी त्यहाँ थुम्का जाने बाटो पनि लगभग आधा किलोमिटर अहिले ढलान भएर त्यो सम्पन्न हुन्छ। त्यसो गर्दा सडक हामी आउँदाखेरि निकै खराब अवस्थामा भएको हुनाले अहिले सडकमा हामी सफल भएका छौं।